गाइज वेलकम टु माई भ्लग। आज चाहिँ हामी लुम्बिनीको यात्रा गर्दैछौँ। लुम्बिनीको यात्रा गर्ने क्रममा चाहिँ अहिले चाहिँ मलेखुमा रहेको हिलटप रिसोर्टमा छौँ। हाम्रो भ्लग चाहिँ यहीँबाट सुरु हुन्छ। अब किनभने हिजो राति 10 बजे हिँडेर हामी 11 साढे 11 बजे यहाँ हिलटप आएर बस्यौँ। यो चाहिँ हिलटप रिसोर्ट हो। यो हिलटप रिसोर्ट यस्तो बवाल छ, पार्किङ मजाले टुरिज्महरू आउने हो क्या, यस्तै टुरिस्टहरू आउने हो होइन। अनि रुम पनि बवाल छ। बस्यो अनि बिहानको ब्रेकफास्ट खाइयो। ब्रेकफास्टसँगै अब हाम्रो यात्रा सुरु हुन्छ भैरवातिर, लुम्बिनी भैरवातिर सुरु हुन्छ। साथमा अब हामीसँग चाहिँ रिडारा छ। रिडारामा टक्क को छौँ भने हामी जनक भाइ र म दुईजना मात्रै। जनक भाइ र मेरो यात्रा हुँदैछ। ल अब हामी बाटाको यात्राहरू तपाईँहरूलाई देखाउँछौँ। एकदम बवाल हुनेछ हाम्रो घुमाइ। रिडारा चट्ट धोइयो होइन, धोएर हल्का टेलिक्का गरियो। त्यसपछि अब अलिकति घाम लाग्दैछ क्या, यहाँ चाहिँ 12 नबजिकन घाम लाग्दैन अरे होइन, तर हल्का घाम लागेको जस्तो देखिँदैछ। 12 बजेसम्म चाहिँ हुस्सिनै लाग्छ अरे। हावा चिसो छ। अब भैरवा झन् कस्तो जाडो होला, वहीँ गएपछि थाहा हुन्छ। ल हामी चाहिँ बाटोमा हिँड्दैछौँ। हिँड्दै गर्दाखेरि मसँग रिडारा छ र हाम्रो हिलटपको साउजी सुयोग मराठासँग चाहिँ आइसुजू छ। आइसुजू र यो गाडी चाहिँ कुन चाहिँ लामो रहेछ भनेर नापेको हामीले। यो नाप्ने जिम्मा चाहिँ कसलाई दिएको? जनक भाइलाई। कुन चाहिँ लामो रहेछ भने त? कालो गाडी थोरै लामो रहेछ। यो चाहिँ रिडारा, आइसुजू र अब हामीसँग मामाश्री भाले। ल भाले छ। अब यो भाले लगेर कहाँ काट्ने हो, कहाँ खाने हो अहिले थाहा छैन हामीलाई। कहाँ खाने भन्ने नै थाहा छैन होइन, तर भाले हाल्यो। सिउर पनि जोड छ। अब यो भाले लगेर हामी काहीँ न काहीँ यसको पूजा गर्छौँ, खान्छौँ मस्त। र हामीसँग दुइटै पिकअप, पछाडि सामान राख्न मिल्ने गाडी छ टक्क लाएर सरर हामी पृथ्वी राजमार्गको यात्रा गर्दैछौँ। के छ तपाईँको भने? यो भाले हामी कहाँ लगेर पूजा गर्ने हो? म बोल्नुहुन्न, मलाई थाहा छ। भाले कहाँ लगाएर खाने हामीले? भाले अब कता चितवन लगाएर खाने? चितवन लगाएर भाले खाने हो। तर यस्तै पाराले हामी आज चाहिँ भैरवा पुग्छौँ पुग्दैनौँ त्यो कुरा थाहा छैन होइन। भैरवा पुग्नुपर्छ। अब हेर यो कालो गाडीको समस्या चाहिँ के भने धुलो टाँसिसक्यो क्या, ठ्याक्कै धुलो देखिसक्यो, गाडी त्यो क्लिनिक देखिएको छ। ल गाइज है, भ्लग हेर्दै गर्नु होला। अब चाहिँ हाम्रो यात्रा फेरि सुरु भयो। ल अब हामी चितवनतर्फ अगाडि बढ्दैछौँ। चितवनतर्फ अगाडि बढ्दै गर्दा चाहिँ हाम्रो आइसुजूको हाइल्यान्डर होइन त, हाइल्यान्डर चाहिँ अगाडि गइसक्यो। अब सुयोगसँग चाहिँ चलाउन सकिन्न गाडी, उसले खत्रै तरिकाले गाडी चलाउँछन् होइन। यस्तो बाटो नि त्यस्तो थाहा भएन। ल सुयोगसँग नसकिने रहेछ, पुरा दाबेको छ यार। हामीले धेरै दाब्नुपर्छ उसलाई भेटाउन त। न छ यार, छ भाले बोकेको छ एउटा होइन। चितवन गएर चट्ट भाले खाने काटेर अनि अगाडि बढ्छौँ हामी। ल बाटो गजब बनेछ यार। पहिला हामी ऱ्याफ्टिङ गरेर आउँदाखेरि पुरै सब कच्ची थियो। अस्ति हामी पोखराबाट आउँदा नि कच्ची नै त थियो नि, आधी बन्दै थियो अलिअलि। ल कुरिन टारबाट चाहिँ अब हामी अगाडि लाग्यौँ। बोस आइसक्यौँ त हामी। यता मनोकामना जाने भएर नि धेरै अगाडि आइसक्यौँ त। मुङलिङमा बस्न है, मुङलिङ त्यहाँबाट सँगै जानुपर्छ। मुङलिङ आइपुग्न लाग्यो। ल सालीसँग भेट गराउँ न। अरू सुन्तला दोस्रो कुरा हो। खत्तम गरिहाल्नु भने कस्तो खुसीले गाडी चलाएर आएर चाहिँ मन खिन्न बनाउनु भयो यार। त अब के हो, अब बिहे गराउने हो, साली खोज्नु। अब यत्तिकै बुङ्गै राख्ने भएदेखि अब नगर्नु, के भन्नु भयो के भयो त। जापानबाट आउन मिलिहाल्छ। जापानमै घरबार गर्ने होइन होला, उहीँ बस्ने होइन होला। मन जापान गइदिउँला न, के भएको छ र? ठिक छ, कुरो मिल्यो भने तपाईँ जति केटोलाई म भन्दैन, केटोलाई चाहिँ पारिहाल्छु साली, के छ र। अनि ल कुरिन टारबाट चाहिँ अगाडि आइसक्यौँ। अब हामी चाहिँ कारे तल हामी मुगलिन गरेर चाहिँ
सुन्तला छोडाएर खाने भन्ने मुङ्लिङ कुरा गएर चाहिँ सुन्तला खाने हाम्रो सुयोगहरू त्यहाँ पुगिसके उनीहरूको गाडी चलाइ नै खतरा छ अब हामी नि त्यहीँ जाने हो सुन्तला र चटपटे भने अरे शालिगोमा सुन्तला चटपटे टक्का खाने अब ल दाउरा थकाली 101 किलोमिटर भनेको पोखरा ल ठिक छ अब हाम्रो कोइला पनि अब धेरै ब्रान्च जान्छ बिस्तारै नेपाल टुरमा छु घुमिरहेको छु घुम्ने हो जिन्दगी चिल त्यही हो अरू त के छ र ल त्यस्तै छ अब हामी यहाँबाट चितवन जान्छौँ चितवनबाट पोखरा 92 किलोमिटर अब यहाँबाट चितवन जान्छौँ अब धेरै छैन 36 किलोमिटर छ नारायणगढमा गएर फेरि उहाँ हाँसको छैला खुवाउन लान्छु भनेका छन् बोसहरूले हाँसको छैला खाने हो गाडी हेरै कहाँ छ छैला खाएपछि अनि मुगलिङ बजार आइपुग्यो ठ्याक्कै मुगलिङ बजार ठ्याक्कै आइपुग्यो हाँसको छैला खाएर अनि हाम्रो भैरवातिर प्रस्थान भइहाल्छ ल सालीको सुन्तला आइसक्यो सालीको सुन्तला आइसक्यो अब छोडाउ खाने हो सुन्तला टक्क सुन्तला खाँदै जाने हो अब सुन्तला चाहिँ ल एक प्लास्टिक सुन्तला आएको छ चिरिप्प सुन्तला आम स्याङ्जाको सुन्तला भन्ने हल्ला छ के हो खाइसकेपछि थाहा होला सालीको सुन्तला अगाडि ढुङ्गा खस्ने ठाउँ रे है ल फेरि सुन्तलाको बोक्रा सब फ्याले खान बाटाभरि अगाडि सुयोग सरले चाहिँ यो डिसिप्लिन भन भन्ने सम्झाउनु न एकचोटि सुयोग सरले पक्कै भिडियो हेर्नुहुन्छ होला सरको होइन अहिले त्यहीँ गएर सम्झाउनु पर्यो मिठो रहेछ यार यहीँ हालौँ त्यहाँ नहालौँ दामी रहेछ आएर एउटा माछा परेको छ अब चाहिँ हामी हाँस खान जाने भनेको तर एउटा माछा ठ्याक्कै परिहाल्यो ल हेर त तडपाको यार तपाईँलाई अलिअलि माया लागेन होइन ल सबजना कुरिरहेछन् हेरेर हुनुहुन्छ हामी चाहिँ चितवनमा दिनभरि अलमल्याउँ माछा मार्ने के खाने हाँस खाने भनेर दिनभरि नै अलमल्याउँ हामी अनि अब अहिले चाहिँ बुटोल पुग्न लाग्यौँ हामी दाउने पुग्न लाग्यौँ यो दाउनेको उकालोमा छौँ क्या अब हाम्रो चाहिँ दिमागमा के थियो भने हामी दाउनेको उकालोमा 3-4 घन्टा जाम पर्छौँ तर अहिलेसम्म चाहिँ जाम परेको छैन किन यहाँ गाडी अगाडि कतै हुन्थ्यो नि त चुप उरा छ क्या खाल्टो ठिक छ ल कन्टिन्यू अनि यो भर्खर फेरि यहाँ 2टा गाडी अब ठ्याक्कै यहाँ जाम पर्ने सम्भावना छ अब यो खलासी झर्ने हो भने कट्छ क्या गाडी कट्न चाहिँ बुझ्यो गाडी मजाले कट्छ सुजुकी मारुति चाहिँ अगाडि छ हामीसँग अब हाम्रो त रिडारा हो कहीँ फस्नेवाला छैन मजाले जान्छ र अब अलिअलि जाममा परिन्छ भन्ने दिमागमा परेको थियो तर वास्तवमा हामी जाममा परेनौँ होइन अब झन् पर्ने भन्ने सम्भावना छैन जुन उकालो अप्ठ्यारो बाटो मलाई सकिएको जस्तो लाग्छ जहाँसम्म अनि जेस अब बाटो हिँड्दाखेरि मजा भइरहेछ कति बाटोहरू त पिच भइसकेछ मजाले चुर जस्तो छ न जति कुदाउ 125 को स्पिड 120 को स्पिड कुदाइयो होइन अब यहाँ अलिकति अप्ठ्यारो छ अब ठुला गाडीहरू अगाडि परेका छन् बाटो तलतिर बन्दैछ तलतिर बाटो बन्दैछ मासतिर चाहिँ खासमा एक साइडको लेन हो 2टा गाडी हिँडिरहनु परेको छ त्यो भएर नर्मल कुरा हो यतिको जाममा पर्नु चाहिँ होइन तर हामी 5 मिनट नि कुरेका छैनौँ 2 मिनट भयो होला होइन यही त्यसपछि अब यात्रा रमाइलो भइरहेछ भोलि हामी भैरवा पुरै घुम्छौँ अब अहिले गएर चाहिँ भैरवा बेलुका बस्ने हो ल त्यही हो गाइज है अलिकति नछिरेर 2 मिनट जति रोकिएको थियो होइन पुरै जाम सुरु भइसक्यो अब किनभने यत्रो हाइवे हो यो हाइवेमा अब धेरै गाडीहरू गुडिहाल्छन् होइन तर अब हाम्रो यो चाहिँ कमजोरी हो मजाले कमजोरी हो यो अहिलेदेखि बाटो बन्न लागेको होइन यस्तो लथालिङ्ग छ टाइम लाग्छ 1 वर्षमा हुने काम 10औं वर्षसम्म बन्दैन अब हाम्रो माथि नेतृत्व निर्णयमा जो छ त्यो मान्छे गलत परेर यस्तो भएको हो ठिक छ अब यस्तै बाटो छ हामी त मजाले हिँडिरहेछौँ अब गाडी पनि त्यही अनुसारको छ हिलो भयो नि केही छैन यो सानो गाडीहरूको चाहिँ साह्रै बिजोकै देखेँ मैले होइन
बाइकको त यो बाटो नहिँड्ने नि हुन्छ, बाइकवाला चाहिँ नहिँड्ने नि हुन्छ भन्छु म, यस्तो धुलो यस्तो हिलोमा। तर अब केही 1-1.5 महिनामा चाहिँ अब अरू काम पनि होला। एकदम मासु धेरै खाइयो भनेर फलफुल बल गर्ने भनेर केरा बोकेर हिँडेकै यस्तो जम्लाएर छ होइन, केरा टक्क दाउनेको। यो जम्ल्या भयो भने चाहिँ पहिलो पालो छोराछोरी चाहिँ जम्ल्या हुन्छन् रे भन्ने कहानी सुनेको हामीले होइन, हामीलाई पहिला सुनाउनु हुन्थ्यो हजुर जम्ला होस्। पेसललाईको चाहिँ बिहे भएको छैन तर पनि जम्ल्या होस् भन्ने छ। अब बिहे त हुन्छ होला सायद, के हो बिहे हुन्छ अब यो त्यही भएर जम्ला होस् भनेर मैले जम्ला खाएँ। अहिले हामी दाउनेको ओह्रालो झरिरहेको छौँ, कहीँ बाटो कट्टी छ कहीँ पिच्छ, केरा खाँदै यो ठुला गाडीहरू रिस गर्छन् अहिले ओभरटेक गऱ्यो भने रमाइलो भइरहेको 10 बज्न लाग्यो होइन राति 10 बज्न लाग्छ। ल 10 लाग्छ। आजको हाम्रो खानपिन यही केरा र काजाङगुजुङ फुड्सहरू हो। आज मासु सासु खाइँदैन, कति थोक भइसक्यो आज मासु भन्नु न, सबै खाइयो। एउटा पोर्क बाहेक अरू सबै को चराचुरुङ्गीदेखि लिएर हाँस कुखुराकोदेखि लिएर सबै कुराको बिहानै उठ्ने बित्तिकै अन्डाबाट सुरु गरे होइन, ब्रेकफास्ट र खाना एउटै टेबलमा खाएको। ब्रेकफास्ट र खाना त्यही पनि अन्डाबाट सुरु गरेर चिकन पनि खाइयो, ब्रेकफास्टमै चिकन खाइयो, त्यहाँपछि फेरि खसीको मासु खाइयो खानासँग, त्यहाँपछि त झन् अब भाले चितवना र भाले खाइयो, त्यसपछि हाँस, त्यहाँपछि हाँस खाइयो, त्यहाँपछि आफैले मारेर माछा खाइयो, अनि त्यहाँपछि बफ पनि खाइयो, बफ सुकुटी खाइयो। भनेपछि त हामीले अब खाना बाँकी रह्यो पोर्क। अब भैरवा गएर पोर्क मिल्यो भने आजको दिन हाम्रो एकदम शुभ रहेछ भन्ने हुन्छ। के हो पोर्क खाइदिएर हेर्न पनि सक्छ, पोर्क खान पनि सक्छौँ हामी त्यहाँ। अब खोजेर भेट्यो भने पोर्क खान पनि सक्छौँ। अब यहाँ यस्तो पेलेर आउँछन् नि, यहाँ काकाश्रीले पेलेर हाम्रो पेले। यहाँ चाहिँ बाटो पिच छ है अहिले त, कुनै ठाउँ त दामी नै छ क्या। यो बाटो छिटै बनायो कति जनता खुसी हुन्थ्यो होइन। त्यही दाउनेको उकालो मात्रै अलिकति उ रहेछ नि त, नत्र त अरू ठाउँ त एकदम राम्रो रहेछ। यतिको स्पिड हाँक्न मिल्ने बाटो भनेपछि त यो त धेरै राम्रो बाटो हो। त्यति बाटो बन्नु हो भने बुटो लाउनलाई केही एसपी सरले केही बाटो होइन नि त, त्यही भएर रहेछ क्या। एसपी साहबले त्यसै भने होइन रहेछ होइन, घुम्ने हो अब भन्दैछ नि त, त्यो भएर ठिक छ। त ल त्यो ठिक छ ल है गाइजहरू, अहिले केरा खानातिर लाग्यो ल। म पनि अब मेरो पनि छ है केरा चाहिँ, पेसललाईको मात्रै होइन, पेसललाईको चाहिँ 2टा खान, मेरो चाहिँ एउटा मात्रै छ है। गाडीको चाहिँ हालत यस्तो कबड्डी जस्तो गाडी भइसक्यो धुलोले। अहिले हामी ठ्याक्कै बर्दाघाट आयौँ, नवलपरासीको पश्चिम पर्यो, पश्चिम जिल्ला पर्यो, नवलपरासीको पश्चिम जिल्ला पर्यो, बर्दाघाट बजारमा छौँ हामी। यो चाहिँ चुरेसिङ खोलाको तल्लो के भन्छ चुरेसिङ खोलामै पर्छ यो, एउटा चुरेसिङ खोलाको एउटा भाग हो यो हो। र अब जनक पनि छन् होइन, एकदमै यो चाहिँ 75वटा जिल्लाबाट 77 हुँदाखेरि नवलपरासी पूर्व र पश्चिम भनेर 2टा छुट्याएको थियो। यो नवलपरासी पश्चिमपट्टि पर्छ। अहिले हामी ठक्कै भर्खर आइपुगेका छौँ, 10 बज्न लागिसकेको छ। हामी पुग्नुपर्ने चाहिँ भैरवा गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टमा पुग्नुपर्ने हामी, तर हामी अहिलेसम्म यहीँ छौँ। गाडीको हालत त्यस्तो छ, चार्ज गरेर ढिला भयो हामीलाई। ल अब गाइज ठ्याक्कै बर्दाघाटमा छौँ अब, नवलपरासीको पश्चिम। अब हामी यहाँबाट चाहिँ उसमा लाग्छौँ, के अरे भैरवा बुटोल हुँदै भैरवा जाँदैछौँ। त्यही हो अब बाटो एकदम खतरा छ देखिहाल्नु भयो, कच्ची बाटो कहीँ कहीँ चाहिँ पिच पनि दामी पनि छ र अल्छी लाग्दो पनि छ, साथमा हिँडिरहेको छ, टक्क हिँडिरहेको साथ दिइरहेको छ, मजाले हिँडिरहेछौँ। ल यो रामनगरबाट चाहिँ हामी बुटोलतिर लागेछौँ क्या, पर पुगेर फेरि एक रनको गयौँ। भैरवा इन्टरनेसनल एयरपोर्ट चाहिँ जानुपर्ने, खास हामी भैरवा त्यहाँबाट लुम्बिनी जाने हो होइन। अहिले चाहिँ भैरवा गएर बस्ने हो नि त, त्यहाँबाट हामी चाहिँ उता गएछौँ। फेरि यो रामनगरबाट रामग्राम हुँदै यो बाटो चाहिँ रहेछ। अब उता पुग्यौँ फिर्क्यौँ, अब हामी यता जाँदैछौँ। अब धेरै छैन, 25-26 किलोमिटर छ। 25-26 किलोमिटर पछि हामी लगभग 10 बज्यो, 11 बजे ट्याक्क होटेल पुग्छौँ। सिले केही ठाउँ होइन, पुरै हो सिले केही नदेखिने क्या बाटै,
अब हामी भैरव पुग्नलाई धेरै नि छैन क्या 10-15 किलोमिटर छ होइन है ल यो हुसी नै त होला नि अरू के हुने के हो हुसु नै हो यो हुसु अहिले हामी 10-11 बजे नै यस्तो हुसु लागिरहेको बाटो नै पुरै छेक्किने गरी केही देखिँदैन रहेछ मेरो त फर्स्ट टाइम एक्सपिरियन्स हो यो म त पहिला नै हो मेरो चाहिँ फर्स्ट टाइम हिँड्दा गाडीमा होइन यत्तिकै हिँड्दाखेरि चाहिँ परेको थियो राति यसरी आँखै नदेखिने गरी पर्छ भन्ने चाहिँ पहिलोचोटि देखायो केही पनि देखिन छोडो त पुरै केही देखिन छोडेको हुसुले ल यार कसरी चाहिँ पुग्ने हो हामी धेरै छैन क्या 10 किलोमिटर छ पुरै अन्धकारै बनाउँदो रहेछ अन्धकारै डेन्जर यार डेन्जर कहीँ फेरि खुल्ला छ घाम लागेपछि टुप टुप चुइन्छ नि त यो ठाउँमा चाहिँ के हुन्छ भने तिम्रो 11-12 बजी सिट टुप टुप चुइन्छ घाम लागेपछि अनि त्यसपछि यो हराउँछ होइन अब भोलि बिहान हेर्नुपर्छ त बिहान त ढकमक्क हुन्छ गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिरको गेटमा आइपुग्यौँ हामी अब लुम्बिनी घुम्ने क्रमलाई कन्टिन्यू गर्दै गर्दा चाहिँ अब यहाँबाट चाहिँ लुम्बिनी एकदम भयङ्कर ठुलो भन्ने कुरा देखियो होइन त्यो सबै कुरा त घुमिँदैन थाहा छैन तर अब हामी जति भ्याउँछौँ जति हामीले देख्छौँ त्यति चाहिँ सबै घुम्छ हामी यो भित्र छिरिरहेछौँ एकदम ठुलो एरिया रहेछ लुम्बिनी अब धेरै कुराहरू छन् यहाँ चाहिँ लुम्बिनीको एउटा बोटिङ चाहिँ उतापट्टि छुट्टै छ अब यहाँ चाहिँ मायादेवी मन्दिर छिरिरहेका छौँ हामी गौतम बुद्ध जन्मेको ठाउँ र अब एउटा यो चाहिँ ठुलो संरक्षण क्षेत्र ठुलो एरियामा फैलिएको एरिया छ यो जस अब यस्तै हो हामी घुमिरहेछौँ बाँदरहरूले नै हामीलाई स्वागत गरिरहेछन् गौतम बुद्धको जन्मस्थलभित्र गएर चाहिँ दर्शन गरिसक्यौँ र अहिले चाहिँ यो बाहिरबाट पछाडिपट्टि देखिएको भाग हो भक्तजनहरू एकदम धेरै छन् यहाँ भक्तजनहरू धेरै छन् र अब हामीले फोटोसोटो खिच्ने कामहरू गऱ्यौँ अब लुम्बिनीबाट हामी निक्लिन्छौँ लगभग अब यही नै होला घुम्ने ठाउँ अरू पनि छ बोटिङ सोटिङ के त्यो चाहिँ हामी घुम्दैनौँ अलिकति छोटो समय छ र भैरव फर्किनु पर्ने छ एकदम अशोक स्तम्भ मायादेवी मन्दिरको दर्शन गरेर चाहिँ हामी फर्क्यौँ यहाँ चाहिँ रेटहरू यस्तो छ नेपाली नागरिकको छ नेपालीको छ भारतीय नागरिकको छ होइन सबै विदेशीहरू चलचित्रहरूको लागि यताउतिको लागि चाहिँ यस्तो छ ल त्यहाँ जाने जुत्ता त्यहाँ राख्ने टिकट काट्ने ठाउँ चाहिँ यहाँबाट उता छ टिकट काट्ने टक्क लुम्बिनी घुमियो लुम्बिनी घुमेर चाहिँ फेरि हामी होटेलमै फर्क्यौँ होटेलमा फर्केर चाहिँ खाना खायौँ होटेलमा अब चाहिँ बोर्डर यहाँ भैरवाको इन्डियाको बोर्डरमा एकछिन गएर आइन्छ त्यहाँ बोर्डर छेउछाउ कतिसम्म घुम्न मिल्छ त्यहाँ बजारहरू कस्तो रहेछ फर्स्ट टाइम हो बोर्डर त्यहाँ यहाँको भैरवाको चाहिँ अरू बोर्डर चाहिँ धेरै ठाउँ गएको छु म त्यहाँ जान्छौँ गाडी हल्का पखालेर यस्तो छ रेडी अहिले चाहिँ भैरवाको नाकामा छौँ हामी भन्सार कार्यालय अब भैरवबाट चाहिँ इन्डियाको भित्र छिर्छौँ इन्डियाको बजारहरू कस्तो रहेछ अब यो बोर्डरबाट भित्र छिर्दैछौँ हामी गाइज यो चाहिँ भैरवको नाका सुनौली हो अहिले चाहिँ हामी इन्डियाको भूमिमा छौँ यहाँ चाहिँ यस्तो अस्तव्यस्त बजार छ इन्डियाको जुनसुकै नेपालको नाका सम्म हुन्छ नि त्यो नाकाको छेउछाउ चाहिँ इन्डियाले यस्तो अस्तव्यस्त बनाइदिन्छ यस्तो फोहोर बनाइदिन्छ तर यहाँ चाहिँ अलिकति वीरगन्ज नाका भन्दा अलिकति सफा रहेछ नत्र भने चाहिँ एकदम गाजेङ गुजुङ अब यहाँबाट 2 किलोमिटर 10 किलोमिटर जति उता गएपछि इन्डियाको बाटोदेखि लिएर हरेक कुराहरू छुट्टै हुन्छ क्या एकदम राम्रो क्लिन हुन्छ यहाँ चाहिँ यस्तो अस्तव्यस्त बनाइदिन्छ ल गाइस नै हे बजार इन्डियाका यही केही छैन त्यस्तो केही स्पेसल आएन अब हामी चाहिँ फर्किन लाग्यौँ ल यदि तपाईँहरू भैरवा लुम्बिनीको यात्रा गर्दै हुनुहुन्छ र भैरवा एरिया आउँदै हुनुहुन्छ भने यो गौतम बुद्ध इन्टरनेसनल होटलमा चाहिँ बस्नु होला जहाँसम्म हामीलाई चाहिँ ठिक लाग्यो बसेर अब निक्लिँदैछौँ